नमस्कार, लिटरेचर एन्ड थियोलोजीमा तपाईँलाई हार्दिक स्वागत छ। यो केवल एउटा युट्युब च्यानल मात्र होइन, यो साहित्य, सत्य, ज्ञान, विश्वास र जीवन परिवर्तनको यात्रा हो। यहाँ हामी साहित्यको सौन्दर्य र परमेश्वरको वचनको अनन्त सत्यलाई एकसाथ अध्ययन गर्नेछौँ, ताकि हामी आफै परिवर्तन हुन सकौँ र अरूलाई पनि परिवर्तनको लागि प्रेरित गर्न सकौँ। आजदेखि हामी एउटा नयाँ श्रृङ्खला सुरु गर्दैछौँ। द पावर अफ द वर्ड, शब्दको शक्ति। म तपाईँसँग एउटा प्रश्न सोध्न चाहन्छु। के तपाईँले कहिल्यै सोच्नुभएको छ, एउटा मात्र वाक्यले कसैको सम्पूर्ण जीवन परिवर्तन गर्न सक्छ? एउटा उत्साहजनक शब्दले आत्महत्या गर्ने निर्णय गरेको व्यक्तिलाई फेरि बाँच्ने आशा दिन सक्छ। एउटा कठोर शब्दले वर्षौँदेखिको मित्रता समाप्त गर्न सक्छ। एउटा भाषणले राष्ट्रलाई एकताबद्ध बनाउन सक्छ। एउटा पुस्तकले लाखौँ मानिसको सोच परिवर्तन गर्न सक्छ र परमेश्वरको वचनको एउटा पदले मानिसलाई अनन्त जीवनको बाटो देखाउन सक्छ। त्यसैले शब्दहरू केवल ध्वनि होइनन्, शब्दहरू विचार हुन्, शब्दहरू विश्वास हुन्, शब्दहरू प्रभाव हुन्, शब्दहरूले मानिसको सोच निर्माण गर्छन्, शब्दहरूले भावनालाई दिशा दिन्छन्, शब्दहरूले निर्णयहरू बदल्छन् र अन्ततः शब्दहरूले इतिहास नै परिवर्तन गर्छन्। यसैले मानव सभ्यताको इतिहास शब्दहरूको इतिहास पनि हो। कविहरूले शब्दहरूद्वारा सौन्दर्य सिर्जना गरे, दार्शनिकहरूले शब्दहरूद्वारा विचार निर्माण गरे, नेताहरूले शब्दहरूद्वारा आन्दोलन उठाए, शिक्षकहरूले शब्दद्वारा पुस्ता निर्माण गरे, प्रचारकहरूले शब्दद्वारा सुसमाचार सुनाए र लेखकहरूले शब्दहरूद्वारा सभ्यताको स्मृतिलाई जोगाए। तर यी सबैभन्दा पहिले एउटा अर्को शब्द थियो, परमेश्वरको वचन। बाइबलको पहिलो अध्यायमा हामी यस्तो पढ्छौँ, आदिमा परमेश्वरले आकाश र सृष्टि गर्नुभयो। उत्पत्ति 1:1। तर परमेश्वरले सृष्टि कसरी गर्नुभयो? उत्पत्तिको पहिलो अध्यायमा बारम्बार दोहोरिने एउटा वाक्य छ, परमेश्वरले भन्नुभयो, परमेश्वरले भन्नुभयो, परमेश्वरले भन्नुभयो, उज्यालो होस् र उज्यालो भयो। परमेश्वरले बोल्नुभयो, संसार अस्तित्वमा आयो। त्यसैले आज हाम्रो मुख्य प्रश्न यही हो, शब्दहरू यति शक्तिशाली किन हुन्छन्? आज हामी यही रहस्य बुझ्ने प्रयास गर्नेछौँ। शब्द भनेको के हो? हामी मध्ये धेरैले शब्दलाई केवल बोल्ने माध्यम ठान्छौँ, तर वास्तवमा शब्द योभन्दा धेरै ठुलो कुरा हो। शब्द भनेको अदृश्य विचारको दृश्य अभिव्यक्ति हो। शब्द भनेको अदृश्य विचारको दृश्य अभिव्यक्ति हो। हामी बोल्नु अघि सोच्दछौँ, हामी लेख्नु अघि कल्पना गर्छौँ, हामी निर्णय गर्नु अघि विचार गर्छौँ र ती विचारहरू शब्दका रूपमा बाहिर आउँछन्। यसैले शब्दहरूले हाम्रो मनको अवस्था प्रकट गर्छन्। विश्वका सबै महान आविष्कारहरू कुनै न कुनै विचारबाट सुरु भएका थिए। जहाज, हवाई जहाज, कम्प्युटर, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता, एआई, यी सबै पहिले कसैको मनमा विचार बने। त्यसपछि ती विचार शब्द बने अनि योजनामा परिणत भए र अन्ततः वास्तविकतामा बदलिए। हरेक आन्दोलन,
एउटा विचारबाट सुरु हुन्छ। हरेक विचार शब्दद्वारा फैलिन्छ। हरेक कानुन शब्दमा लेखिन्छ। हरेक संविधान शब्दद्वारा निर्माण हुन्छ। हरेक प्रेम कथा एउटा संवादबाट सुरु हुन्छ। हरेक युद्ध पनि शब्दबाट सुरु हुन सक्छ र धेरै युद्धहरू शब्दद्वारा नै अन्त्य भएका छन्। यसैले शब्दहरू केवल सञ्चारको माध्यम होइनन्, तिनीहरू परिवर्तनका साधन हुन्। येशू ख्रीष्टले भन्नुभयो, किनभने हृदयमा भरिएको कुरै मुखबाट निस्कन्छ। कति गहिरो सत्य! हाम्रो मुखले हाम्रो हृदयको अवस्था प्रकट गर्छ। यदि हृदय प्रेमले भरिएको छ भने हाम्रो बोलीमा पनि प्रेम हुनेछ। यदि हृदय घृणाले भरिएको छ भने शब्दहरू पनि कठोर हुनेछन्। यदि हृदय विश्वासले भरिएको छ भने बोलीले आशा दिनेछ। यदि हृदय डरले भरिएको छ भने बोलीले पनि डर फैलाउनेछ। त्यसैले शब्दहरू केवल ओठबाट निस्किँदैनन्, तिनीहरू हृदयबाट निस्कन्छन्। नीतिवचन 18:21 लेखिएको छ, जिब्रोको बसमा मृत्यु र जीवन दुवै हुन्छन्। जिब्रोको बसमा मृत्यु र जीवन दुवै हुन्छन्। ध्यान दिनुहोस्, एउटै जिब्रो तर दुई सम्भावना। त्यसैले जीवन दिन सक्छ, त्यसले मृत्यु पनि ल्याउन सक्छ। एउटै वाक्यले मानिसलाई उठाउन सक्छ, अर्को वाक्यले उनलाई जीवनभरका लागि तोड्न सक्छ। एउटा शिक्षकले विद्यार्थीलाई भन्न सक्छ, तिमी असफल हुनेछौ। अर्को शिक्षकले भन्न सक्छ, म तिमीमा ठुलो सम्भावना देख्छु। दुवै वाक्य केही सेकेन्डमै बोलिन्छ, तर तिनको प्रभाव वर्षौँसम्म रहन सक्छ। त्यसैले हामी बोल्ने प्रत्येक शब्द जिम्मेवारीका साथ बोल्नुपर्छ। हामी अभिभावक हौँ भने हाम्रा शब्दहरूले छोराछोरीको भविष्य निर्माण गरिरहेका हुन्छन्। हामी शिक्षक हौँ भने हाम्रा शब्दहरूले एउटा पुस्ता निर्माण गरिरहेका हुन्छन्। हामी लेखक हौँ भने हाम्रा शब्दहरूले समाजको सोच परिवर्तन गर्न सक्छन्। हामी प्रचारक हौँ भने हाम्रा शब्दहरूले मानिसहरूलाई परमेश्वरतर्फ डोर्याउन सक्छन्। यसैले शब्दहरू सामान्य होइनन्, शब्दहरू शक्तिशाली छन् र परमेश्वरले हामीलाई ती शब्दहरूको जिम्मेवार प्रयोग गर्न बोलाउनु भएको छ। अर्को भागमा परमेश्वरले बोल्नुभयो अनि सृष्टि भयो। के परमेश्वरको वचन र हाम्रो शब्द एउटै हुन्? परमेश्वरको वचनमा यस्तो के विशेषता छ जसले हजारौँ वर्षदेखि करोडौँ मानिसको जीवन परिवर्तन गरिरहेको छ? यसको उत्तर हामी अर्को भागमा खोज्नेछौँ। धन्यवाद।